गाइस अहिले चाहिँ म हैन तपाईहरुले हेरिसक्नु भएको छ होला टाइम ल्याप्स। ल गाइस everyone, welcome to my new vlog. आज चाहिँ दाजुभाइ हिँडेर आएको छु। अनि के भन्न सक्छस् मेरो भ्लगमा? जस्ट दाइकोमा चाहिँ सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरिदिनु होला। अब राम्रोसित बिस्तारै मेहनत गरे अनुसार फल पनि मिठै पाइन्छ भन्ने आशाले चाहिँ हामी सुरु गर्दैछौँ हैन। त्यही हो, अब जस्ट आउँछ डेली भ्लगै आउँछ प्रायः जस्तो होइन। अलिकति टाइम चाहिँ लाग्छ ठाउँहरू अब यताउता गर्नको लागि, सुरुवात यस्तै बाटो गर्नुपर्छ भनेर चाहिँ हो। ल म स्तम्भ भन्ने ठाउँमा आइरहेको छु होइन गाइस, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म एक्लै छु, साथीहरू पनि अहिले आफ्नो काममा व्यस्त छन् र म अहिले यसो ब्लग सग बनाउन आएको होइन। यसो डेली भ्लगहरू लिउँ भन्ने कुरा आयो अनि आइदिएको साथीहरूलाई अब आज त दामी देखाउँछु भ्यूहरू, तपाईँहरूलाई देखाउन ट्राई गर्छु, आफ्नो सक्दो देखाउन ट्राई गर्छु। अब हेरौँ कस्तो देखिन्छ होइन भ्यूहरू। यो नै हो हाम्रो स्तम्भ भन्ने ठाउँ चाहिँ, यहाँ हेर्न सक्नुहुन्छ। हामी हो यो चाहिँ हाम्रो काका पर्नेले चाहिँ आफ्नो होइन आमाको लागि यसो मायाको चिनो बनाइदिनु भएको हो, त्यही कारणले यो नाम स्तम्भ हो साथी होइन। सुन्नुभयो होला कोही अब यहाँदेखि मेरो भ्लगहरू हेर्दै हुन्छ भने यहाँ यसो घुम्नु सुम्नु आउनु, यहाँदेखि अति दामी भ्यूहरू देखिन्छ, हेर्न सक्नुहुन्छ गाइस। अति दामी छ गाइस। यहाँ चिल हाल्नु पऱ्यो भने हामी साथीहरूसँग त्यहीँ आउँछौँ होइन। र तपाईँहरूलाई पनि आज देखाइदिउँ न कस्तो रहेछ हामी चिलहरू हाल्ने ठाउँ भनेर। अब गाइस म चाहिँ ल गाइस यहाँदेखि चाहिँ म तपाईँहरूलाई भ्यू देखाउने छु। ल कस्तो देखिन्छ कमेन्टमा भनिदिनु होला गाइस। अहिले चाहिँ म होइन चिल हाल्न आएको छु। यहाँदेखि हेर्न सक्नुहुन्छ मेरो नेचर चाहिँ होइन मैले भिडियोस देखिसकेको छु एलियन नेचरको। अनि यहाँ यसो यहाँ बसेर यहाँ यस्तो दामी नेचरको। अब चाहिँ तपाईँहरूलाई म टाइम ल्याप्स देखाउने छु। यहाँ अब हेर्न सक्नुहुन्छ। तपाईँहरूले हेरिसक्नु भएको छ होला टाइम ल्याप्स होइन। तर के भन्नु भने टाइम धेरै लाग्ने भयो, त्यही कारणले 4-5 सेकेन्डको मात्र बनाएको गाइस होइन। तपाईँहरूलाई देखाउने छु यहीँदेखि हाम्रो पाहाडको नेचर हेर्न सक्नुहुन्छ। दामी देखिरहेको छ गाइस। ल अनि अति नै दामी देखेको छैन र गाइस। यहाँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म चिल हानिरहेको छु गाइस होइन। यो चाहिँ हाम्रो निशान स्कुल हो होइन गाइस। यहाँ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ त्यति ठुलो जङ्गल छ होइन गाइस। त्यो बिचमा एउटा घर छ, यहाँ हेर्न सक्नुहुन्छ गाइस। ल गाइस मैले यो एङ्गलदेखि पनि तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। हरेक एङ्गलदेखि तपाईँहरूलाई देखाउने छु यो नेचरहरूको सिधादेखि कस्तो देखिँदो रहेछ यो ठाउँदेखि भनेर होइन गाइस। ल अहिले चाहिँ म दामी तरिकाले मैले चाहिँ गाइस उयो गर्दैछु, फिल लिँदैछु। दामी हावाहरू पनि सर गरिरहेको छ गाइस। अब तरिकाले बसिरहेको छु। म चाहिँ अहिले माथि आइसकेको छु होइन गाइस। अहिले चाहिँ यहाँदेखि हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामी एउटा पूजा गर्छौँ लिम्बूहरूले होइन। जस्ट सब हाम्रो लिम्बूहरूको जुन तुम्खेवा टिकेला मादेनहरूले सबले यहाँ एक वर्षमा एकचोटि यहाँ पूजा गर्छन्। यहाँ हेर्न सक्नुहुन्छ गाइस। अहिले चाहिँ म चिल हान्नुलाई बसिरहेको छु गाइस होइन। अब यो चाहिँ स्तम्भ हो, हेर्न सक्नुहुन्छ कत्रो ठुलो
भिड छ यहाँदेखि दामी सनसेट लागिरहेको छ हेर्नु गाइस दामी लागेको छैन र अनि अहिले चाहिँ म आएको एक्लै छु तै पनि बाल भएन एक्लै भए पनि बनाउने हो भिडियो चाहिँ हेर्नु गाइस सुरुमा मलाई चाहिँ कस्तो अलिकति बोल्नु अलिकति अप्ठ्यारो लाग्थ्यो अहिले चाहिँ बोल्नु सक्छु जस्तो लाग्न सक्छ होइन अब अलिकति भोइस अलिक सानो आउँछ होला मेरो भिडियोमा अब चाहिँ अलिक ठुल्ठुलो बोल्ने ट्राई गर्नेछु होइन त्यही कारणले चाहिँ अहिले मैले ठुल्ठुलो तरिकाले बोलिरहेको छु गाइस होइन ल हेर्न सक्नुहुन्छ यहाँदेखि चाहिँ भ्यू होइन दामी देखिसक्नुभयो होला तपाईँहरूले भ्यू होइन मैले चाहिँ जति सक्दो आफ्नो ट्राई गरेको छु तपाईँहरूलाई भ्यू देखाउनु होइन र यहाँ तल मुनि सबै देखिसक्नु भएको छ अनि तपाईँले गाइस र गाइस होइन तपाईँहरूलाई कस्तो लाग्छ भिडियोहरू होइन भनिदिनु होला कमेन्टमा भनिदिनु होला होइन र मेरो चाहिँ के कमी छ मेरो भिडियोमा त्यो पनि लेखिदिनु होला कमेन्टमा गरिदिनु होला होइन ल गाइस त्यो चाहिँ म नबिर्सी गरिदिनु होला अनि लाइक सब्सक्राइब चाहिँ झन् नबिर्सी गरिदिनु होला ल गाइस तपाईँहरूको सपोर्टले नै हो अब हेरौँ सपोर्ट गर्नुहुन्छ भने चाहिँ धेरै आशा गरेको छु मैले गाइस होइन ल अहिले चाहिँ चिलमा हिँडिरहेको छु म एक्लै छु तै पनि अब भिडियो चाहिँ बनाउन छोडेको छैन गाइस होइन अब भर्खर बनाउनु थालेको त्यति धेरै चाहिँ भ्युज जाँदैन त्यस्तै 30 घरि 100 घरि के त्यति मात्रै जान्छ तै पनि हार नखाइ मैले भिडियो बनाइराखेको छु गाइस यहाँ हेर्न सक्नुहुन्छ मेरो जसलाई प्याकको सामान यहाँ राखिरहेको छु अहिले चाहिँ होइन र म चिल हान्दैछु गाइस परवटाको डाँडा भन्ने ठाउँ जान्दै लागेको छु होइन यहाँदेखि तपाईँहरूलाई देखाउनेछु हेर्न सक्नुहुन्छ पर्खिनु ल 2 सेकेन्ड पर्खिनु यहाँदेखि जुन तपाईँले पर देख्नुभएको छ नि यो डाँडा यो चौरी हो त्यो ठाउँ चाहिँ म जानेछु होइन अब तपाईँहरूले हल्का अलिकति थोरै बोल्छु तपाईँहरूले सोच चाहिँ बुझ्नुहुन्छ कि बुझ्नुहुन्न अनि त्यही पनि जति सक्दो चाहिँ म राम्रो बोल्ने ट्राई गर्नेछु ल गाइस अब चाहिँ म होइन घर फर्किन लागेको छु भन्न पनि त्यो अघि तपाईँहरूलाई भनिसकेको छु त्यो डाँडा जानेछु अब यो सामानहरू चाहिँ प्याक गरेर हुने गाइस ल हेर्न सक्नुहुन्छ यहाँ पर चाहिँ मेरो बाइक छ होइन तपाईँहरूले एकछिनमा देखाउनेछु ल अब गाइस भरे एकचोटि गाइस मैले अघि तपाईँहरूले देखाएको चौरी आइसकेको छु होइन यहाँ हेर्न सक्नुहुन्छ यहाँ चौरी चाहिँ यस्तो देखिन्छ गाइस अहिले रनिङ गरेर होला हल्का यो सास बढिरहेको छ गाइस होइन यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँहरूले जति सक्दो चाहिँ म भ्यूहरू देखाउन ट्राई गर्नेछु नेचरहरू देखाउन ट्राई गर्नेछु ल गाइस हेरिदिनु होला ल गाइस होइन तपाईँहरूले चाहिँ दामी देख्नुहुन्छ होला नि भ्यू अप्पर दामी छ गाइस तपाईँहरू पनि आउनु होला अब तर घाम लागेको बेलामा आउनु होला नत्र यति साह्रो राम्रो पनि अलिकति अब राम्रो त छ अब राम्रो धेरै राम्रो छ गाइस आउनु होला पिस गर्नु होला पिस हुन्छ आफूलाई आफ्नो दिमाग शान्त हुन्छ गाइस आउनु होला सबैजना कुन ठाउँ त थाहा छैन साइड छटर ओके गाइस सबजना हेर्नु होला अति दामी छ अघि चाहिँ हामी पर ठाउँमा बसेको थियौँ अहिले चाहिँ ठ्याक्कै यहाँ आइदिएको गाइस परको दिन चाहिँ दामी देखेको छ ठिकै परको दिन चाहिँ भ्यू देखिनु त भ्यू देखिनु त पनि राम्रो छ गाइस चिल हान्न ठ्याक्क अब यो सबै यस्तै यो घाँसै घाँस छ यहाँ चाहिँ हेर्नु गाइस यसरी यहाँ झन् लामो हल्का भएको भए चाहिँ यसरी हिँडेर त्यो भिडियो चाहिँ दामी हुन्छ होला गाइस अब जस्तो
जे जस्तो छ त्यसमै रमाउन सिक्नुपर्छ गाइस। मैले चाहिँ त्यो सिकिसकेको छु होइन, तपाईँहरूले सिक्नु होला भन्ने चाहिँ म तपाईँहरूलाई पनि रिक्वेस्ट गर्छु, भन्दा तपाईँहरूलाई सल्लाह दिन्छु होइन गाइस। यहाँ चाहिँ हाम्रो पिकनिक स्पोट जस्तो हो। यहाँ यो ठाउँ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। अब अहिले चाहिँ यहाँ अलिकति घाँस नकाटेर नराम्रो देखेको छ होला, तर ठ्याक्क यो सब क्लिन भएको भए चाहिँ दामी देखिन्छ गाइस, मलाई चाहिँ लाग्छ होइन। अब आफ्नो हो, आफ्नो अब चोइस हुन्छ, कसैले मनपर्छ कसैले मन पर्दैन। मलाई चाहिँ दामी लाग्छ र आएको यसो आजको लागि भिडियो सुट गर्नको लागि गाइस होइन। तपाईँहरूलाई कस्तो लाग्छ, तपाईँहरूलाई जति सक्दो राम्रो भ्यूहरू र जति सक्दो तपाईँहरूलाई होइन उयो गर्नेछु, इन्टरटेनमेन्ट गर्न ट्राई गर्नेछु। अब हेरौँ गाइस, अब सक्छु कि सक्दिनँ तर पनि आफ्नो प्रयास चाहिँ जारी लाउनेछु, कहिले पनि हार खाँदिनँ गाइस। म तपाईँहरूले दामी भ्यूहरू देखाउने चाहिँ ट्राई गर्छु। म चाहिँ यहाँ पर जाँदैछु, यहाँदेखि हेर्न सक्नुहुन्छ। यहाँदेखि तपाईँहरूले देखिने भ्यूहरू देखाउनेछु। यहाँ यो ठाउँ यहाँदेखि चाहिँ यो स्ट्यान्डदेखि चाहिँ अलिकति परको भ्यूहरू देखेन। अब म जति सक्दो तपाईँहरूलाई देखाउने ट्राई गर्नेछु। यहाँ हेर्न सक्नुहुन्छ अति बबाल छ। यो रुखहरूले गर्दा चाहिँ अलिकति नदेखेको हो होइन गाइस, तर दामी छ है। यहाँ हेर्न सक्नुहुन्छ। ए कुहिरो हेर्नु न गाइस, दामी लागिरहेको छ अहिले चाहिँ होइन। म चाहिँ लगभग यहाँ स्टम्बरदेखि अलिकति परको डाँडामा छु होइन, तर दामी छ। यहाँदेखि अलिकति घाँसगुडी आयो होइन। अलिकति रुखहरूले चाहिँ धेरै नै छेक्छ गाइस होइन, तर नत्र लगभग दामी नै छ, हेर्न सक्नुहुन्छ। अति दामी छ, कमेन्ट गरिदिनु होला होइन गाइस। ल गाइस अब यो भ्लग चाहिँ यहीँ अन्तिम गर्नुपर्छ होला। ल सबैजनाले माया सब्सक्राइब र घन्टी बजाउनु नबिर्सिदिनु होला गाइस। र अहिलेको भ्लग चाहिँ यहीँ अन्तिम गर्छु। अब नेक्स्ट भ्लगमा फेरि पनि भेट्नुपर्छ र योभन्दा राम्रो भ्लग ल्याउने ट्राई गर्नेछु गाइस।